दुई तिहाई पुर्याउन रासपामा जोडिने महावीर पुनको घोषणा दिए मन्त्री पनि बन्ने। दर्शकबिन स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण गरे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासपामा आबद्ध हुने घोषणा गरेका छन्। उनले संसदमा दुई तिहाई बहुमत पुर्याउन सहयोग गर्ने उद्देश्य सहित रासपामा जोडिन इच्छुक रहेको स्पष्ट पारेका हुन्। सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पुनले यदि रासपाले अवसर दिए आफू शिक्षा मन्त्रालय सम्हाल्न तयार रहेको समेत बताएका छन्। मन्त्री बनाए शिक्षा मन्त्रालयमा काम गर्न चाहन्छु उनले भने। शिक्षा क्षेत्रमा धेरै काम गर्न बाँकी छ, त्यसलाई सुधार गर्ने मेरो दीर्घकालीन लक्ष्य हो। पुनले यसअघि मन्त्री रहँदा केही महत्त्वपूर्ण अध्यादेश ल्याउने प्रयास गरेको स्मरण गर्दै त्यसबेला आवश्यक सहयोग नपाएको गुनासो समेत गरेका छन्। त्यतिबेला प्रधानमन्त्रीले साथ दिएको भए म अहिले चुनाव लड्नु पनि अवस्था आउने थिएन उनले भने। त्यो अधुरो काम अझै बाँकी छ, त्यसलाई पूरा गर्न चाहन्छु। उनका अनुसार नेपालको शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेप प्रमुख समस्या हो, जसलाई अन्त्य गर्नु नै आफ्नो प्राथमिक लक्ष्य रहेको छ। शिक्षामा भइरहेको राजनीतिकरण हटाउनु पर्छ, त्यसका लागि म सक्रिय रूपमा काम गर्न चाहन्छु पुनले प्रश्न पारेका छन्। स्वतन्त्र छवि बनाएका पुन जस्ता व्यक्तित्व रासपामा जोडिए पार्टीको नीति कार्यक्रम र विश्वसनीयतामा थप बल पुग्ने विश्लेषण गरिएको छ।